जेनजी र प्रधानमन्त्री बीच वार्ता, देशलाई युवाहरूले हाँक्ने सन्देश। देशभर फैलिएको जेनजी आन्दोलन निरन्तर चर्किँदै गएको अवस्थामा प्रधानमन्त्री सुशीला कार्की र आन्दोलन प्रतिनिधि बीच भएको भेटवार्ताले नयाँ मोड लिएको छ। दुवै पक्षले देशको राजनीतिक, आर्थिक र प्रशासनिक सुधारका एजेन्डा लिएर खुलेर छलफल गरेका छन्। करिब 2 घण्टा चलेको वार्तामा मोटामोटी 5वटा मुख्य बुँदामा सहमति जुटेको सरकारी स्रोतले जनाएको छ। पहिलो, युवा सहभागिता वृद्धि। जेनजी आन्दोलनको मूल माग नै निर्णय तहमा युवाहरूको प्रतिनिधित्व बढाउनु भन्ने थियो। प्रधानमन्त्री कार्कीले यसलाई स्वीकार गर्दै मन्त्रालय, आयोग, परियोजना तथा स्थानीय तहमा युवा सल्लाहकार समिति गठन गर्ने आश्वासन दिएका छन्। उनका अनुसार राज्य सञ्चालनमा अनुभवका साथ ऊर्जा पनि चाहिन्छ र यो ऊर्जा युवाबाट नै आउनेछ। दोस्रो, शिक्षा तथा रोजगारी सुधार। आन्दोलनकारीले बेरोजगारी दर खतरनाक रूपमा बढेको भन्दै तत्काल कदम चाल्न जोड दिएका थिए। प्रधानमन्त्रीले प्राविधिक शिक्षा विस्तार, उद्यमशीलताको सक्रियता तथा सरकारी रोजगारी विज्ञापन प्रणाली पारदर्शी बनाउने प्रतिबद्धता जनाइन्। तेस्रो, भ्रष्टाचार विरुद्ध कडाई। जेनजी आन्दोलनले सबैभन्दा बलियो रूपमा उठाएको मुद्दा यही थियो, जसबारे प्रधानमन्त्रीले छानबिन प्रक्रियामा कुनै प्रभाव नपर्ने, अनुसन्धानकर्तालाई स्वतन्त्र अधिकार दिने तथा उच्च तहदेखि तलसम्म जिरो टोलेरेन्सको नीति कडाइका साथ लागू गर्ने बताए। चौथो, डिजिटल राज्य सेवा। युवाले सेवा प्रवाह ढिलो, गैर पारदर्शी र पेपर बेस्ड भएको आलोचना गर्दै आएका थिए। यसप्रति सरकारले नागरिक ऐन, पासपोर्ट, ई सेवा, कर प्रणाली र आपूर्ति व्यवस्था सहित 5 क्षेत्रमा पूर्ण अनलाइन प्रणाली तत्काल सुरु गर्ने सहमति दिएको छ। पाँचौं, आन्दोलनलाई संवादमै समाधान गर्ने प्रतिबद्धता। दुवै पक्षले सडक तनाव घटाउने र दिगो समाधानका लागि नियमित त्रिपक्षीय संवाद संयन्त्र, सरकार, युवा, विशेषज्ञ निर्माण गर्ने सहमत गरेका छन्। वार्ताको बैठकपछि प्रधानमन्त्री सुशीला कार्कीले संक्षिप्त प्रतिक्रिया दिँदै देश हाँक्ने जिम्मेवारी अब ऊर्जा भएका युवाले लिने समय आएको छ भन्ने अभिव्यक्ति दिइन्। यद्यपि उनले यसको अर्थ अनुभवहीन नेतृत्व ल्याउन होइन, बरु अनुभव र ऊर्जा मिश्रित सहकार्यमा देश अघि बढ्नुपर्ने बताइन्। उनका अनुसार युवालाई केवल मतदाता होइन, विचार, योजना र कार्यान्वयनका जिम्मेवारी सहितका नेतृत्व तहमा लैजाने अहिलेको आवश्यकता हो। जेनजी आन्दोलनका प्रतिनिधिहरूले पनि प्रधानमन्त्रीको सम्बोधनलाई सकारात्मक रूपमा व्याख्या गरेका छन्। उनीहरूको भनाइमा युवाले देश हाँक्नुपर्छ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति आन्दोलनकै मूल भावनासँग मेल खाने खालको छ, तर सहमति कागजमै मात्रै सीमित हुने नहुने व्यवहारमै देखिनुपर्ने भन्दै चेतावनी पनि दिएको छ। विशेषज्ञहरू भने यस सहमतिलाई राजनीतिक र सामाजिक दुवै दृष्टिले महत्त्वपूर्ण कदमका रूपमा हेरिरहेका छन्। पछिल्ला केही महिना यता फैलिएको युवाको असन्तुष्टि, बेरोजगारी, मूल्यवृद्धि, भ्रष्टाचार र अपारदर्शीले देशमै अस्थिरता बढाउने सङ्केत मिलिरहेको बेला यस्तो संवादले केही आश जगाएको विश्लेषण गरिन्छ। प्रधानमन्त्री कार्कीले युवालाई नेतृत्वमा ल्याउने अभिव्यक्ति सार्वजनिक रूपमै गरेको यो पहिलो पटक भने होइन, तर यसपटक उनले प्रत्यक्ष संवाद गर्दै संरचनागत निर्णय र कार्यक्रम मार्फत अघि बढ्ने सङ्केत दिएकी छन्। यसैबीच विपक्षी दलहरूले पनि सरकार जेनजी संवादलाई स्वागत त गरेका छन्, तर सहमतिको कार्यान्वयनबारे शङ्का पनि व्यक्त गरेका छन्। उनीहरूको भनाइमा अघिल्लो सरकारका धेरै प्रतिबद्धता कागजमै सीमित भएका थिए, यसपटक पनि त्यही नहोला भन्न सकिन्न भन्दै राप्रपाका नेता ज्ञानबहादुर शाहीले सुदन गुरुङको कडा आलोचना पनि गरेका छन्। यता नागरिक समाजका प्रतिनिधिहरूले युवाहरूको ऊर्जालाई राज्य सञ्चालनमा रूपान्तरण नगरे देशको राजनीतिक दिशा अनिश्चित बन्ने चेतावनी दिएका छन्। समग्रमा जेनजी आन्दोलन र प्रधानमन्त्री बीच भएको 5 बुँदे सहमतिले तत्काल तनाव कम गर्ने सम्भावना देखिएको छ, तर सहमति कति दरमा कार्यान्वयन हुन्छ, युवाहरूलाई कति जिम्मेवारी दिइन्छ र प्रधानमन्त्रीको देश युवाले हाँक्नुपर्छ भन्ने अभिव्यक्ति व्यवहारमा कसरी रूपान्तरित हुन्छ, यिनै प्रश्नले आगामी हप्ता, महिना र वर्षको नेपालको राजनीति गतिलाई निर्धारण गर्नेछ।